हेलो एभ्रीबडी गाइज आज चाहिँ एक बिहानै न्युजमा चाहिँ एकदमै स्याड न्युजहरू आइरहेको छ नेपालबाट चाहिँ मेन चाहिँ यो माथि रसुवागढीबाट चाइनाको बोर्डर तिब्बतबाट चाहिँ आएको बाढीले चाहिँ सबै तल नेपालको भूभागतिरको संरचनाहरू सबै यो पुलहरू होइन पुलहरू घरहरू सबै बगाइसकेको रहेछ। मान्छेहरू पनि कति धेरै बित्नु भएको रहेछ। आफ्नै आँखा अगाडि है कति मजाले बगाएर लगिरहेछ होइन मान्छे गाडी घर। अति नै स्याड न्युज हो। अनि अहिले यो बर्खाको सिजन चाहिँ कस्तो भने अब हिमाल पहाडतिर चाहिँ यसो बाढी पहिरो होइन तराईतिर चाहिँ एकदमै यो डुबानको समस्याहरू अत्याधिक नै बढ्दो छ। तपाईँहरू कुन क्षेत्रमा हुनुहुन्छ एकदमै धेरै सेफ भएर बस्नु होला। फर्स्ट तपाईँले प्रायोरिटी आफ्नो सेल्फलाई राख्नु होला, आफैलाई राख्नु होला, अनि अरूलाई तपाईँले हेल्प गर्नु होला, सुरक्षित रहनु होला। थ्याङ्क यू। मेरो तर्फबाट चाहिँ नै हो। अनि अब बाँकी जति घटना भयो अब बाँकी घटना चाहिँ हुन नदिनको लागि चाहिँ अब हाम्रो नेपाल सरकारको तर्फबाट के कस्तो साथ सहयोग अनि तपाईँ आफू स्पेसली चाहिँ तपाईँ आफै नै सतर्कता रहनुपर्छ है। म चाहिँ त्यो भन्छु। तपाईँहरू झुकेर बस्नु होला। अब बाँकी घटनाहरू चाहिँ यस्तो तरिकाले हुन नदिउँ। जति घटना घटेर गयो तिनीहरूलाई अब बिस्तारै बिर्सेर अब बाँकी घटना चाहिँ हामी घट्न नदिउँ है। त्यही हो मेरो तर्फबाट चाहिँ तपाईँहरू सबैमा। तपाईँहरू कुन क्षेत्रमा हुनुहुन्छ हिमाल पहाड तराई हुनुहुन्छ एकदमै सेफ भएर बस्नु होला। जुन अहिले हामी एका बिहानै नेपालबाट यस्तो दुःखद घटना भइरहेको रहेछ होइन यो प्राकृतिक प्रकोपबाट अब धेरै धनजनको क्षतिहरू हामीले हेर्न पायौँ सोसियल साइटमा होइन। मलाई चाहिँ अति नै दुःख लाग्यो। तपाईँको के छ विचार सुन्ने? एकदम दुःखद घडी छ होइन। हजुर। यो दुःखद घडीमा सबैजनाले धैर्यता गर्नु होला। जति दुःखद भयो यो प्राकृतिक घटना हो यसमा धैर्यता गर्नु होला। के भन्न चाहन्छु भने म चाहिँ आम जनता भएर सब नागरिकहरू आफ्नो सुरक्षा गरेर बस्नु होला। आफूले आफूलाई सेभ गर्नु होला। सबैले एकअर्कालाई हेल्प गर्न सक्नुहुन्छ भने हेल्प गर्नु होला। यही छ मेरो चाहिँ। सक्दो आफ्नो तर्फबाट तपाईँले कसरी सक्नुहुन्छ? भौतिक तरिकाले हेल्प गर्न सक्नुहुन्छ या आर्थिक तरिकाले चाहे टाढो हुन्छ भने आत्मिकी तरिकाले पनि तपाईँ हेल्प गर्न सक्नुहुन्छ। आर्थिक तरिका सबैबाट तपाईँ हेल्प गर्नु होला। म त्यही भन्न चाहन्छु। अनि हाम्रो नेपाल सरकारकोबाट चाहिँ हामीले के अपेक्षा राख्दा राम्रो हुन्छ? यो अहिलेको इमर्जेन्सी हाम्रो यो प्राकृतिक विपत्ति हो होइन। अहिले चाहिँ नेपाल सरकारबाट पनि एकदम राम्रो रेस्पेक्ट आइरहेको छ है। एकदम काहीँ फसिरहेको मान्छेहरूलाई फसिरहेको नागरिकहरूलाई केबाट हुन्छ आफ्नो प्राइभेट कुनै ड्रोनहरू छ भने त्यसबाट पनि हेल्प भइरहेको छ। उहाँहरूले फ्री गरिदिनु भएको छ है। यसमा चाहिँ ड्रोन कुदाउन सक्नुहुन्छ। तपाईँहरूसँग ड्रोन छ भने तपाईँहरू नै ड्रोन कुदाउन सक्नुहुन्छ। कसैबाट पर्मिसन चाहिँदैन। ड्रोन कुदाएर कुनै निकायमा तपाईँले समर्पण गर्न सक्नुहुन्छ। यहाँनिर नागरिकहरू फसिराख्नुहुन्छ। यसमा चाहिँ तपाईँहरूले पनि उद्धार गर्न सक्नुहुन्छ। तपाईँको एकदमै राम्रो विचार हो होइन। किनभने तपाईँहरू त्यो त्यहाँ विपद भएको त्यो जुन घटनास्थलहरूमा चाहिँ कुन स्थलमा अब कुन तरिकाको मान्छेहरू कति विपद भइरहेछ होइन हामी ड्रोनको मार्फत पनि हामीले हेर्न सक्छौँ। त्यहाँको परिस्थितिहरूलाई हामीले बुझ्न सक्छौँ। तपाईँहरूको साधनहरू युज गर्नु होला। यो यही टाइम हो विपदमै हो तपाईँहरूको साधनहरू युज गर्न सक्नुहुन्छ है। हामी चाहिँ पूर्वको हामी पनि पाहाडकै हो। हामीले पनि बाढी पहिरोको प्रकोपहरू झेलेको छौँ देखेको छौँ होइन। त्यही भएर हामी चाहिँ अहिले आउट कन्ट्रीमा छौँ। हामी स्पेसल्ली रुममा नै हामी बनाइरहेको छौँ भिडियो। हो हाम्रो सोल्टीको बेड मेरो चाहिँ यता छ बेड। अलिक मिलेको छैन म बेड देखाइनँ रुममै छु। स्पेसल्ली चाहिँ आज मैले देखाउन आँटेको चाहिँ हाम्रो दिलमान भाइ छ। ऊ चाहिँ रसुवागढीकै हो। मेन भाइ चाहिँ रसुवाको फेरि उसले चाहिँ अब होस् भन्दिनँ अनि भिडियो मैले बनाइनँ। आज मेनली चाहिँ हाम्रो जुन चाहिँ मेन स्थानमा घटना भयो त्यो रसुवा भनेको हाम्रो नुवाकोट जिल्ला होला सायद होइन। नुवाकोट जिल्ला त्यहाँको बासिन्दाहरूको त्यहाँ त अहिले धेरै नै रुवावासी छ। हामीलाई पनि दुःख लाग्छ। हामी एउटा नेपाली भएको नाताले जुनै पनि क्षेत्रमा घटना हुँदाखेरि हामीलाई अवश्य पनि हामी विदेशमा रहँदाखेरि दुःख लाग्छ है। उहाँहरू परिवारहरू क्षतिग्रस्त परिवारहरूलाई चाहिँ अलिक शान्ति मिलोस्। अनि हाम्रो नेपाल सरकारको हाम्रो फौजहरू नेपाल आर्मी नेपाल पुलिस अनि सशस्त्र बलहरू पनि राम्रै तरिकाबाट खटिरहेको म देख्छु। अति नै राम्रो हो। हाम्रो अहिलेको नयाँ सरकार बालन सरकारले यति पहल गरिरहेछ। यसले चाहिँ हामीले राम्रै मान्नुपर्छ। योभन्दा अझै हामीलाई उच्च लेभलको हाम्रो
सुरक्षाहरू चाहिँ हामीलाई चाहिन्छ अझै पनि त्यहाँ भएको। आज घटना भयो फेरि भोलि घटना हुन नदिनको लागि पनि हामीले धेरै ठुलो अध्ययन गर्नुपर्छ र अध्ययन गरेर हाम्रो त्यो अनुसारले हामीले जनतालाई हामीले सेवा दिनुपर्छ। म चाहिँ यो सरकारलाई सुझाव पनि भयो। हामी अति नै दुःखी छौँ। हामी बिहानै हामीले न्युज हेरेको, फेसबुक हेरेको थिएँ, टिकटक हेरेको थिएँ, युट्युब हेरेको थिएँ होइन, इन्स्टा हेरेको थिएँ, सबै प्लेटफर्म सोसियल प्लेटफर्महरू हेरेँ, सबैतिर यस्तो घटनाहरू हामी एकदमै दुःखी भयौँ क्या। त्यही भएर स्पेसल्ली मेरो क्यामेरामा हुनुहुन्छ हाम्रो प्रेमराज कठेत, उहाँ इलामबाट हुनुहुन्छ। उहाँले मलाई क्यामेरामा साथ दिँदै हुनुहुन्छ। अनि यस्तो दुःखद घटनामा हामीले पनि एउटा भिडियो बनाइदिउँ न, हामी एउटा प्लेटफर्ममा टिकटक, फेसबुक, इन्स्टा जुनै प्लेटफर्ममा एउटा भिडियो बनाइदिउँ न भन्ने हाम्रो सल्लाहले हामीले एकदमै भिडियो बनाएको। हाम्रो भिडियोप्रति तपाईँहरूलाई कुनै पनि खालको असर अथवा कुनै पनि खालको नेगेटिभ जुन हामीले यो बनाएको भिडियोमा चाहिँ तपाईँहरूलाई चाहिँ कुनै पनि नकारात्मक कुराहरू, नेगेटिभ कुराहरू लाग्यो, तपाईँहरूलाई कुनै पनि हाम्रो भिडियोले असर पर्ने खालको कि असर पर्यो भने चाहिँ त्यो पक्षमा चाहिँ हामी क्षमा माग्छौँ। म मेरो तर्फबाट स्पेसल्ली यो चाहिँ मेरो आफ्नो च्यानलबाट पोस्ट गर्छु। त्यो भन्दै आजको लागि नै मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिराख्नु होला। म यो समय नमिलेर हो मैले च्यानल खोलेको, केही दिन हुँदैछ, केही दिन मात्रै हुँदैछ, केही समय हुँदैछ। म कन्टिन्यू भिडियो पोस्टहरू गर्न पाएको छैन, अलिकति समयको अभावले गर्दाखेरि। म समय मिल्दाखेरि म कन्टिन्यू नै भिडियो पोस्ट गर्नेछु। म अर्को भिडियोहरूमा चाहिँ म तपाईँहरूलाई चाहिँ यो हाम्रो अनलाइन अर्निङ, हामी अनलाइनबाट कसरी पैसा कमाउने सहज र एकदम सुरक्षित तरिकाले हामीले कसरी कमाउँछौँ त्यो बारेमा चाहिँ म अर्को भिडियोहरू म ल्याउने छु मेरो युट्युब च्यानलमा। अनि मलाई फेसबुकमा स्पेसल्ली चाहिँ म धेरै एक्टिभ रहने भनेको फेसबुकको मलाई तपाईँहरूले फलो गर्न सक्नुहुन्छ। बुद्धि कुलुङ राई मेरो आफ्नै नाम राखेको छु मैले, ओरिजिनल नाम फेसबुक पेजमा। र फेसबुक प्रोफाइलमा चाहिँ मेरो बुद्धि कुलुङ छ र पेजमा चाहिँ बुद्धि कुलुङ राई। तपाईँहरूले मलाई त्यसमा फलो गरेर आउनु होला। अनि मेरो साथीभाइ इष्टमित्रहरू चाहिँ मलाई एसएमएस गर्दाखेरि, मेसेज गर्दाखेरि चाहिँ मेरो बुद्धि कुलुङ राईको अकाउन्टमा मात्रै मलाई एसएमएस गर्नु होला। अरू अकाउन्ट चाहिँ मेरो पासवर्ड बिर्सेर मेरो त्यो मैले मेसेन्जर लगइन गर्न पाएको छुइनँ, त्यही भएर म सबैको मेसेजहरू हेर्न पाएको छुइनँ। सो त्यही हो। जय देश, जय नेपाल। हामीले आफ्नो लागि आफै पहिला केयर गर्ने र अरूलाई हामीले कसरी सकिन्छ, कसरी हाम्रो आर्थिक सामाजिक तरिकाले होस्, भौतिक तरिकाले होस्, जुनै पनि तरिकाले यो पीडित परिवारहरू, पीडित समाजहरूलाई हामीले सहयोग गरौँ। त्यति नै। बाइ बाइ, थ्याङ्क यू सो मच।